सो हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी भ्लग। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ चट्ट लाएर दुनोट बनाउँदैछु। दुनोटको डो चाहिँ रेडी भएर चट्ट दुनोट चाहिँ तेलमा च्वाइया पारिसकेको छ। दुनोट चाहिँ रेडी भएर मजाले तेलमा तैरिरहेको छ। हजुरहरूलाई पनि दुनोट बनाउन सिक्न चाहनुहुन्छ भने कमेन्टमा आएर भन्न सक्नुहुन्छ। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। दुनोट चाहिँ मजाले पाकेर रेडी भइसकेको छ। डो पनि रेडी भइसकेको छ। आधी दुनोट पाकेर पनि रेडी भइसकेको छ। दुनोट चाहिँ एकपट्टि पाकिसकेपछि एकपट्टि फर्काउनु पर्ने हुन्छ। दुनोट चाहिँ मजाले लो हिटमा पकाउनु पर्ने हुन्छ। दुनोट चाहिँ लो हिटमा पकाउँदाखेरि मजाले भित्र पनि पाक्छ। मजाले पाकिसकेपछि बजारको दुनोट जस्तै हुन्छ। हजुरहरूले घरमै बसेर दुनोट बनाउन चाहनुहुन्छ भने हजुर कमेन्टमा आएर भन्न सक्नुहुन्छ। दुनोट चाहिँ दामी। थ्याङ्क यू फर वाचिङ। माया छ हजुरहरूलाई।